हेलो गाइज, वेलकम टु माई च्यानल। अनि आज चाहिँ हामी डुम्रे डाँडा जानला अनि ठाडीबोरी पनि जान्छौँ त्यताडि नै। यता चाहिँ हाम्रो मामा घर होइन। अनि अस्ति त्यहाँ पालुङ टार गोर्खा बोगटी गाउँमा मान्छे मारिरहन्थ्यो नि, उहिलेको घर हो। यताडि अलि राम्रोसँग देखिँदैन, बेलुका आइसम्म देखाउँछु। यहाँ चाहिँ सन्दीपे छ, अब चाहिँ हामी जानला होइन। फुल ट्रेकिङ पुरै उकालो यस्तो छ। म चाहिँ त्यता माथि पुग्नलाई सिप भेट्छु है त। यस्तो लगाइचाल चाहिँ हामी टक्क डुम्रे डाँडा आइपुग्यौँ। यहाँ सन्दीप डाँडामा टक्क के टक्क। अनि उता बारी चाहिँ हाम्रो गाउँ बुबु। अनि यता चाहिँ म्याजिकमा सन्दीपको काम छ कि यता, त्यही भएर 15 मिनट लागेर आएको। 15 मिनट। अहिले चाहिँ हामी डुम्रे डाँडाबाट ओह्रालो लागेर अब ठाडीबोरी जान लाग्यो होइन। अब यहाँ सन्दीप छ, म छु, अनि यस्तो यता चेन डाँडा यतातिर घर छँदै छ। अब म चाहिँ ठाडीबोरी पुगेपछि भेट्छु गाइजहरू टक्क। गाइजहरू चाहिँ हामीहरू ठाडीबोरीबाट आइसक्यौँ। अनि यहाँ चाहिँ हाम्रो काजी छ, टक्क स्कुलको ड्रेसमै हो, ट्याक्क चाउमिन खायो होइन। अनि मोमोको लागि सामानहरू होइन। अनि हाम्रो बाँकी टोली चाहिँ गाडी लिएर आउँदैछ, तर कहाँ छ थाहा छैन। यहाँ अहिले चाहिँ हामी यहाँ बोरे खोला टक्क खोला बोरे खोला होइन। अनि यत्रो डाँडा क्रस गर्नु यार केटा हो। ल अब म चाहिँ घर गएपछि भेट्छु टक्क। अहिले चाहिँ हामीहरू मोमो खाइरहौँ। उता मैया छ होइन, मैयाले 22वटा मोमो लिएर बसिरहेको थिएँ। सन्दीपले 18वटा थियो, अहिले यतिवटा बाँकी छ। काजीकोमा 20वटा थियो, अहिले यतिवटा बाँकी छ। मैले 25वटा राखेँ, अहिले यतिवटा छ। अनि अझै पाक्दैछ होइन। अनि उतातिर पनि छ टक्क होइन। अब म चाहिँ के अरे खाइसकेपछि भेट्छु। तर आजको हेर्न लागि चाहिँ यति नै। जो नि नयाँ हुनुहुन्छ लाइक सेयर सब्सक्राइब गर्ने होला। आजलाई यति नै, बाई बाई गाइज।